गाइजहरु नमस्कार है। हेर्नुहोस् त मेरो कति रमाइलो छ है। म चाहिँ अब के अरे बाहिर गएको होइन, अनि मैले यो कन्टेन्ट बनाएको। अनि हेर्नु न, मैले चाहिँ आगो बाल्दैछु, पिँडालु तरकारी पकाउँछु, अनि चाहिँ म खेतमा जान्छु होइन। अब यो पिँडालु बसाल्दैछु है साथीहरू, पिँडालु बसालेँ, अब म खेतमा जान्छु। मेरो बा आमाले हेर्नु न कति राम्रो खेतीपाती लाएर कस्तो राम्रो बनाउनु भएको छ। अनि चाहिँ खेतमा गएर अब हेर्नु म खेतमा जाँदैछु, खेतमा गएर अनि चाहिँ मैले तल झर्छु। अब बा आमाले गरेको खेतीमा मुला गोड्छु। अब मुला गरेर भइरहेछ भने मुला अलिकति लान्छु भने ल्याउँछु र खाना होला, दिउँसो अचार बनाउने अनि गर्नु होला भनेको होइन। मुला पनि यत्रो छन् बिचरा बा आमाले गर्न खोज्नु भएको मुलै रहेनछन् होइन। अनि मकै हेर्नु न कति राम्रो मकै भइरहेछ। बुवा आमाको परिश्रम कति रमणीय छ ल हेर्नु। अब त्यहाँ मकै बारीमा मुला बारीमा होइन, त्यहाँ अब म खोज्दैछु, मुला खोज्दैछु, के भेटिन्छ है गाइजहरू। हेर्नु है, हेर्नु है, परिश्रम गरेर खानुपर्छ। त्यही भएर परिश्रम गर्दा कति दुःख छ होइन। माग्नेलाई एउटा मकैको घुगा भन्छन् ल, हेर्नु त कति गाह्रो छ परिश्रम गर्नलाई। त्यसमा मल जल सब राख्नु पर्यो, अनि बल्ल मकैको घुगा भन्ने होइन। मकै म चाहिँ नगएको कारणले गर्दा अहिले आज एक्लै छु धन्न। यहाँ मेरो बुहारी आइसिन् र भाइ आछन्, बुहारी र भाइ आछन्। अब हेर्नुहोस् मेरो